हेलो गुड मर्निङ फ्रम तिनचुरे। अहिले चाहिँ एकदमै मर्निङ भइसकेको छ, एकदमै बिहान। तपाईहरुलाई स्वागत छ मेरो ब्लगमा। यो चाहिँ म बसेको छु तिनचुरे गुर्बिसे र यहाँ अहिले बिहानको चाहिँ एकदमै राम्रो तपाईहरुलाई चाहिँ भ्यू प्लस सिनहरु देखाउने छु। यो मेरो ब्लग के कस्तो हुन्छ हेरिदिनु होला है त। यो भर्खर घाम उदाइराखेको छ यहाँदेखि, एकदमै रमाइलो छ। यस्तो छ अहिलेको तलको चाहिँ म्याङलोङ जाने रोड हो। अहिलेको गाउँहरु यस्तो भइरहेछ र सनराइज पनि भइराखेको छ यहाँबाट। सो अब म अगाडि बढ्दैछु र माथिसम्म जानेछु। अहिले चाहिँ एकदमै जाडो पनि छ, जाडो पनि एकदम धेरै जाडो छ। त्यो भएर मैले चाहिँ एउटा जम्पर लगाएको छु अनि ज्याकेट पनि लगाएको छु। बिहानै हो, एकदमै बिहानै छ। सो हिजो चाहिँ कस्तो भयो भने चाहिँ हिजो हामी चाँडै नै आएको हो र मेरो चाहिँ प्लानिङ चाहिँ के थियो भने हिजो यहाँ चाहिँ मेरो पाथिभरामा चाहिँ दर्शन पनि थियो, भाकल पनि थियो। त्यसले गर्दाखेरि भाकल गरेर चाहिँ गुफा पोखरीसम्म जाने प्लानिङ थियो। तर अफसोस त्यो भएन, किन भन्दाखेरि गाडी थिएन मसँग, प्राइभेट बाइक थिएन। त्यसले गर्दाखेरि चाहिँ एकदमै धेरै दुःख पाइयो। टाइम भनौँ न हाम्रो चाहिँ 1 बजेसम्म पूजाआजा गरिसक्यो। त्यसपछि झरेर पनि गाडी पाइएन। त्यसपछि हामी यहीँ बास बस्यो। अब चाहिँ 12 बजेतिर गाडी आउँछ। अनि चाहिँ आज चाहिँ हामी गुफा पोखरी जानेवाला छौँ। यहाँबाट लगभग धेरै त छैन, धेरै भन्दा पनि निकै टाढै छ। सो हेर्दै जाउँ। आजको मेरो ब्लगमा चाहिँ तिनचुरेको ब्लग हेर्नुहोस्, एकदम रमाइलो छ। र अलिक पछाडि म गुफा पोखरीको पनि ल्याउने छु। र यो खालको टाइमिङ मिलाउनको लागि एकदमै गाह्रो हुन्छ। यत्तिको वेदर यत्तिको टाइमिङ मिलाउनको लागि धेरै हुन्छ। बिहानै यहाँ कोही पनि आउन सक्दैन। यहाँ अहिले व्यापक मान्छेहरू आउनुपर्ने हो। यहाँ मान्छे हुन्छ, मान्छे तर एक बिहानै भएको कारणले यहाँ मान्छे नै छैन। सो हेर्दै जाउँ गाइज के कस्तो हुन्छ आजको मेरो ब्लगमा, के कस्तो रहन्छ। अहिले चाहिँ रिसेन्टली कुरा गर्नु पर्दाखेरि चाहिँ बाटो कस्तो होला भन्ने खालको पनि हुन्छ। यहाँ तल चाहिँ पार्किङको व्यवस्था पनि गरिसकेको छ अहिले चाहिँ। र यहाँको यो सहर चाहिँ बसन्तपुर सहर हो। यो बसन्तपुर हो, देख्नुहुन्छ यो बसन्तपुर बजार हो यो। यहाँ हुँदै हामी आउने हो। बसन्तपुरबाट लगभग गाडीमा त्यस्तो धेरै समय लाग्दैन। तर अहिले चाहिँ बाटोको यहाँको कन्डिसन चाहिँ एकदमै गलत, एकदम खराब छ है। यहाँ चाहिँ बाटो खराब छ। यस्तो बाटो त राम्रो, तर पानीले खोलेर ढुङ्गा यस्तो खत्तम बनाएको छ कि बाटो। यस्तो भएको छ आमा, गडाङ र गुडुङ। हिजो यहाँ 2टा गाडी बिग्रियो एकैचोटि, अनि बल्ल गयो। एकदमै त्यस्तो छ है गाइज। एकदम धेरै रमाइलो ठाउँ छ होइन। कतिजनालाई आउने ड्रिम नै हुन्छ है। यस्तो छ है। मैले चाहिँ आजको मेरो ब्लगमा चाहिँ तपाईहरुलाई सबै कुरा देखाउँदैछु। भरसक तपाईहरु आउँदाखेरि चाहिँ बिहानै आउँदाखेरि एकदमै राम्रो हो। बिहानको सिन बबाल हुन्छ यहाँ चाहिँ। अनि फोटोसोटो हान्नुको लागि पनि बबाल सिन हुँदो रहेछ। मैले पनि गर्दैछु। अब हेरौँ के कस्तो हुन्छ। अब यहाँबाट देख्न सकिन्छ पाथिभराको गेट यहाँ हुँदै जाने हो।
अब म माथि पाथिबाट तिरै जान्छु। हेर्दै जाउँ। आज म तपाईँहरूलाई सबै म डुलाइदिन्छु। आज होल राउन्ड घुमाइदिन्छु। यस्तो छ, बबाल छ। तलको यो गाउँहरू चाहिँ तेह्रथुम पर्छ। यो सबै तेह्रथुमको गाउँहरू हो। मेरो गाउँ पनि तेह्रथुम नै हो। यो गाउँहरू सबै तेह्रथुममै पर्छ। कस्तो राम्रो देखिएको है, आम्मामा बबाल देखिएको छ। अब चाहिँ म तपाईँहरूलाई तिनचुरेको रिसेन्टली भ्यू भिजिट गराउँछु। एकदम बबाल छ। अनि मेरो युट्युब च्यानललाई पनि सब्सक्राइब गरेर हेल्प गरिदिनु होला। सबैजनाले सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट पनि गरिदिनु होला। के कस्तो हुन्छ मेरो भ्लगहरू, कस्तो लाग्छ तपाईँहरूलाई प्लिज कमेन्ट गरिदिनु होला है। एकदम धेरै म चाहिँ अपेक्षित रहनेछु गाइस। म चाहिँ अब यहाँ माथि जानेछु। यो चाहिँ तिनचुरे डाँडामा, र म भरे घुमेर आउनेछु। त्यही हो, बाटो चाहिँ खराबै छ यहाँ चाहिँ। यहाँ तलसम्म पिच छ। त्यहाँदेखि बाटो गाडाङ र गुडुङ छ है गाइस। यो गाउँमा बस्नेहरूलाई कस्तो भइराखेको छ होला है। रमाइलो त रमाइलो छ, तर एकदमै अब जाडो हुन्छ। एकदमै धेरै जाडो, प्लस तपाईँको धेरै नै बस्नको लागि चाहिँ गाह्रै हुने रहेछ। अहिले त्यस्तो साह्रो लुगाउनु पर्ने अवस्था त भएको थिएन, तर जाडो देखियो क्या आज। एकदमै जाडो छ यहाँतिर चाहिँ। अब चाहिँ यो जाडो मौसममा आउनुहुन्छ भने एउटा हुडी, यो खालको हुडी र एउटा ज्याकेट अलिक दह्रो खालको लाएर आउनु होला है। तपाईँहरू तराईदेखि आउँदै हुनुहुन्छ भने चाहिँ दह्रै लुगा लाएर आउनु होला। यता यो बाटो पनि देखिदिउँ न। यस्तो छ। बासिन्छ है। यो चाहिँ तिनचुरे पछाडिको बाटोहरू हो। यताबाट पनि जान सकिन्छ तिनचुरे। गाह्रो हुन थाल्यो। चराहरू पनि। यो चाहिँ गुराँसको बोट। अहिले चाहिँ यस्तो छ, चैत वैशाखमा चाहिँ राम्रो फुल्छ। Oh my god, I need this type of view. बब्बाल सिन। अब यहाँ म फोटो पनि खिच्नुपर्ने हुन्छ। एकदम बब्बाल छ। म यहाँबाट फोटो खिच्छु होला सायद।
पाल्छ क्या हिमालहरू। ल हेर्दै जाउँ है गाइज, हेर्दै जाउँ कस्तो हुन्छ। कस्तो दामी देखेको है, आम्मामा हिमाल हाँसिराखेको प्लस यस्तो छ। र यता डाँडाहरू पनि यस्तो रमाइलो भइरहेछ है। अब चाहिँ म यता पनि लाग्छु। यो यस्तो छ अहिले चाहिँ, यो चाहिँ एकदम रमाइलो ठाउँ छ। जे होस् बसन्तपुर है यो भाग चाहिँ, यो बसन्तपुर, यो भाग चैनपुर, अघि देखाएको चैनपुर हो। अहिले हामी मन्दिरतर्फ लागिरहेका छौँ। मन्दिरको दर्शन हिजो नै गरिसकेको, त्यसले गर्दाखेरि आज दर्शन गरिन्न। तल बाटो खुल्यो है। यो तल देखिएको चाहिँ म्याङ्लुङ जाने बाटो है। यो चाहिँ म्याङ्लुङ जाने बाटो। अब हामी के गर्छौँ, यो पसलहरू छ यहाँदेखि तपाईँहरूले चाहिँ यहाँ खाजा साजा खान सक्नुहुन्छ। यहाँबाट चाहिँ मन्दिरको पूजाको लागि धागो डोरीहरू केहरू किन्नु पनि सक्नुहुन्छ। र विशेष गरी मन्दिरमा आउँदाखेरि जथाभावी फोहोर नगर्नु होला। यसरी डस्टबिनमा पनि तपाईँहरूले डस्टबिन गर्न सक्नुहुन्छ है। र यस्तो छ आज हाम्रो ब्लगमा। तपाईँहरूले के कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। मेरो ब्लग घरहरू पनि बबाल छ। के ऊ तल चाहिँ बस पार्क बनाउनु रहेछ, स्ट्यान्ड बसहरूको। यहाँबाट चाहिँ माथि जाने हो गेट हो यो चाहिँ। बाख्राहरू पनि चरिराखेको छ। हामी के गर्ने भन्ने कुरामा अन्यल भयो। अब यहाँ उकिन्ने पसल अब यहाँदेखि हामी के गर्छौँ तनाव भइरहेको छ। ब्याग यहाँ छ। बजारहरू गरेको समय त म एकछिन यो गर्दैछ। यहाँको बजारहरू यस्तो छ है। बजार भन्दा पनि यसले के भन्ने सामान्य पसलहरू छ यसमा। यहाँदेखि माथि तपाईँहरू जान सक्नुहुन्छ गेट हुँदै। आज वेदरै राम्रो खुलेन यार। यो गुफा जाने बाटो यहाँ तल पार्किङ पनि बन्दै रहेछ यहाँनिर। अब बिस्तारै बन्दैछ। अब यहाँबाट गाडी पाउँछ कि पाउँदैन भन्ने एकदमै दोमन भइरहेछ। यहाँबाट गाडी पाउँछ कि पाउँदैन के हो। पसलहरू यस्तो छ। यस्तो छ माथि कागहरू उडिरहेछ धेरै। यस्तो छ है तिनजुरेको अहिलेको वेदर प्लस यहाँको गाउँहरू पनि यस्तो छ। तपाईँहरूलाई मनपर्छ भने डुलाउनु होला। एकदमै रमाइलो छ है यो एरिया चाहिँ, बब्बाल रमाइलो छ।
डस्टबिन यस्तरी जथाभावी फोहोर पनि नगरिदिनु होला। यहाँ डस्टबिनहरू पनि छ। यो मेङलुङ जाने रोडहरू हो। एकदमै राम्रो देखेको छ है गाइस, एकदम रमाइलो छ। आज चाहिँ के हो भने एउटा चिज चाहिँ देख्न पाइएन, त्यो के हो भने अन्नपूर्ण हिमाल पनि देखिन्थ्यो, त्यो देख्न पाइएन गाइस है। घाम पनि हल्का हल्का उदाउनु खोजिरहेछ। अब यहाँदेखि हेर्दै जाउँ के कस्तो देखिन्छ। कस्तो कस्तो देखिरहेछ, कस्तो भइरहेको छ त गाइस, कमेन्ट गर्नु होला है। ल यस्तै छ। ल गाइस, आजको मेरो भ्लग चाहिँ यति नै। तपाईहरुलाई मन पर्यो भने फेरि सब्स्क्राइब गर्नु होला, लाइक कमेन्ट गर्नु होला है। र आजको भ्लगलाई चाहिँ यति नै भन्दै म इन्डिङ गर्न चाहन्छु। हस्त नमस्ते है सबैजनालाई, सम्झना सबै धेरै मायामा।